हेलो गाइज वेलकम टू माई अनदर कुकिङ भिडियो। आज चाहिँ मैले मिठो गरेर पुरी र अनि हलुवा पकाएको थिएँ कि हैन। अब यो सब खाना त जाडोमा नै मिठो पनि हुन्छ अनि पकाउन पनि सजिलो हुन्छ, गर्मी हुँदैन नि त, त्यही भएर। अनि चाहिँ मलाई चाहिँ खासमा हलुवा खिरहरू त्यति मन पर्दैन के, अनि त्यही भएर मैले त्यति पकाउँदैन, लगभग पकाउँदैन नै भनौँ, वर्षको 1-2 चोटि मात्रै पकाउने हो। अनि मेरो बच्चाहरूलाई हलुवाको बारेमा थाहा नै छैन के, अनि मतलब मलाई खान मन लाग्दैनको मतलब मेरो छोराछोरीलाई पनि मन लाग्दैन होला भन्ने त छैन नि त। त्यही भएर मैले सम्झेर नै आज हलुवा पकाइदिएँ। मनपर्छ होला कि नै भन्दै मैले सोच्दै पकाइराखेको थिएँ कि हैन। अब पुरी र हलुवा पकाउन अलि टाइम पनि लाग्छ हैन, अनि उनीहरूले कुरी नै राखिराखेको थियो कि साइडमा कहिले नास्ता पाक्छ भन्दै। अनि मैले उनीहरूलाई यसको बारेमा हलुवा भनेको के हो भन्दै सम्झाउँदै कन्भिन्स गर्दै पकाइराखेको थिएँ। डर लागिरहेको थियो मनमा, खाने हो कि नखाने हो भनेर। अनि अब मलाई त गुलियो रेसिपी मन पर्दैन, तर बच्चाहरूलाई त कहिलेकाहीँ त टेस्ट नयाँ दिन त राम्रै हुन्छ नि त। हुन त यो हलुवा हेल्दी पनि हुन्छ हैन, तर पनि अब बच्चाहरूलाई चाहिँ खुवाएको थिएन मैले। तर आज फाइनली मैले पकाएँ अनि उनीहरूलाई मिठो पनि लाग्यो हैन। अब हलुवा त नर्मली मिठै हुन्छ कहिलेकाहीँ खानको लागि, अनि उनीहरूलाई राम्रै लाग्यो। एनिवे मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला अनि एकाउन्टलाई फलो पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।